गाँव घर को कथा व्यथा समेटे को यो हो छुच्ची सासू न बुहारीलाई सुख न काम गर्नेलाई सुख यो कस्तो पीडा यो छुच्ची सासू आमा नानीले एउटा कुरा सेयर गर्नुभएको थियो अनि खै एउटा केटालाई मन परेको गरे अनि को केटो मन पर्यो माग्न आउला अनि केटो मन पर्यो अब यही मन पर्यो भने किन त म बिहा गरिदिन लागेँ हौ छिटै त्यहीको अरू म त गर्ले काहीँ जाँड रक्सी खाने भङ्गानी त बिहा गर्ले त्यही भएर त त्यहाँको छिट्टै बिहा गरिदिने हौ म त्यही भएर त कति हाम्रो आया माग्न केटा कहाँ गाउन् हाम्रै गाउँठाउँका हुन् अब म त्यही कहाँ दिन्छु र दिन्न अब जान्दिनँ अब म खै त्यही भन्नु लाग्नु भएको थियो भनिदिनु अनि एउटा केटो मन परेन अनि म त्यही बिहे गर्दिनँ अनि अहिले बिहे गर्ने भएन पढ्ने भन्दै हुन्थ्यो अरू लफड झपडमा त अब म गर्न दिन्न अब सिधै बिहा गरिदिने माग्न आउला खान आज केटाहरू अनि राम्रै हुन् आफ्नै गाउँठाउँका हुन् सीमा हुन् नत्र त त्यो आउनु लागेको केटालाई उ गरेर त्यो नानीकै भनेको केटासँग बिहे गर्दै पनि हुन्छ त हुन्न त्यस्तो हुन्न कस्तो केटो अनि गाँजा खान्छ होला अनि रक्सी खान्छ होला कहाँ अब त्यही दिने राम्रै छ भन्नुहुन्थ्यो खै कहाँ जागिर के म फर्म भएर गरे भर्न त अनि मैले सोधेँ राम्रै छ अनि त्यस्तो केही छैन भन्नु लाग्नु थियो अब हेरौँला त्यही पनि अब के थाहा अब कस्तो हुने अब नत्र त्यही उ गरिदिनु होला अब माग्न आउने केटो त राम्रै थियो अब त्यहीको पनि नानीको पनि मन हो होला त मन जता पर्छ अब आजकलका जमाना त्यतै गर्छ ल हुन्छ आमा त्यही पनि विचार गर्नु होला अनि अब त्यही नानीले सेयर गर्नुभएको थियो त्यही भनिदिएँ मैले अब त पनि धेरै नफुर्काए त्यही पनि अब के भन्छ अब त्यहीको पनि अब सोच विचार आजकलका जमाना अब मान्छे अब के गर्ने हो अब सोधुला त्यही पनि अब त्यही पनि सोधुला अनि अब नसोधिकन कहाँ हुन्छ अहिले जमाना उल्टो जमाना आहा मन नपड्या दिएपछि अब उ गर्छ पछि डर हुन्छ ल हुन्छ त्यही गर्नु होला फेरि साफसफाइ गर अब आउनु लागि हात बाँध्न अब यताउता गर झाडु पोछा गर के हो आज सरसफाइ के कुरो हो आज केही होइन यस्तै हो सरसफाइ गर्नु पर्यो त अब के पैसा आन्के पैसा ल्याउन पैसा कति पैसा माग्छ दिनदिनै कति पैसा माग्दै कहाँ पाउने हो पैसा क्या दिन गई हल्ला नगरेर ल्याउ जल्दी कुमाई काज केही गर्दैन दिनभरि घुमे हुन्छ अनि पैसै हुन्छ कहाँ पैसा दिउँ ल्याउ ल 40 रुपियाँ जति हो ले जा गइ जा अलग उता गइ जा के हुने अरु भन्की ल्याउन हैन नि यार यो केही पैसा छैन यसले के हुने हो ज्या हुन्छ गरे वही हैन आमा पल्लो घर दिदीलाई पनि बोलाउँथे काम गर्न
बोला त हुन्थ्यो पल्लो गएर त्यही सासू रिसाउँछिन् कि कहिले तमासा गरिदिन् यहाँ आया त्यही पनि अब आउँछिन् भने बोला बोलाउँछु फेरि बोला दिदी यहाँ आउनु न काम छ किन बोलायो साइली एकछिन आउनु न नानीलाई हेर्न केटा आउनु लाग्नु भएको छ अनि त्यही भएर चिया नास्ता बनाउनु छ साइली भन के काम हो अहिले आमाले साउनुहुन्छ अनि के काम हो हिँड्न छिटो काम गर्नु गरौँ अब छिटो फटाफट काम आउनु कतै आज गइगयो कि उहाँ आफ्नै घर आएका त गति लाग्यो नि अरू कुरा काटिन आउनु गएको त खुरुक्क गएर लुकिकन गइगएछ उतै रलेर जहाँ नजानु है जानु अगाडि कहीँ जहाँ नजा पनि सुन्जानु है अगाडि जान्छ भने के भन्ने होला है अति गतिले नै थियो अति गतिले कुरा काट्थिन् त्यो त त्यसै गरी कुरा काट्थिन् यही गतिले रहन्छ भने के भन्नु खबर लगा तयार हो काजको लागि माग्न आउन लागे मम्मी बिहे गर्दिनँ भने रिस किन उठाउनुहुन्छ मलाई लगा कपडा सुरसुर आ बाहिर भाउजू लेन्सी खै भित्र हुनुहुन्छ जानु है कोठामा बस्नु भएको ए ल हुन्छ किन निराश भइछस् नेन्सी आज हेर्नु मेरो बिहे गरिदिने कुरा लाग्नु भयो नपरेको थियो त नि के भयो त खै यार के थाहै छैन म त बिहे नगर्ने पक्षमा छु खै के हुन्छ अनि सुदमले के गर्छन् त थाहा पाएको छ कि छैनन् खै यार भन्न त अस्ति भएन थिएँ अब खै के गर्छन् ए भाउजू आउनुभयो भाउजू के भन्नुहुन्छ किन बस्नु भएको नानी यत्तिकै अनि तयार हुनु अब केटाहरू पनि पुग्न लागे यहाँ भाउजू मैले बिहे नगर्ने भने होइन हजुरले के भन्नुभयो त आमालाई मैले त कुरा गरेको थिएँ आमासँग अब त्यही पनि तयार हुनु अब बिहे हुन्छ भन्ने के छ हेर्छन् जान्छन् मलाई मनै छैन भाउजू ल तयार हुनु अनि अब आउँछन् मन परे लगिदिउँ नत्र त्यत्तिकै हेर्ने त हो यी कपडा लगाउनु लिनु तयार हुनु छिटो अहिले ढिला हुन्छ फेरि त किन चिन्ता मान्नलाई त्यो बिहा हुने होइन त छैको लागि त्यो कहीँ जाने होइन थाहा पाए त किन चिन्ता लिनुलाई त खालि गुब्लाएर यो शरीर सुकाउनु भन्दा चिन्ता नगर के केही चिन्ता नगर त म त्यो बिना बाँच्न सक्दैन यार अरे यार त्यो केही हुन्न के त्यो अब कोही लिँदैन त्यही चिन्ता नगर त लग्ने त्यस्तो म सक्दैन ए यार त मेरो भने मान के त आफ्नो कामतिर पनि ध्यान दे 10 चोटि त्यो सोचेर डिप्रेसनमा जाने काम नगर त भने मान पुरा बुझ्ने गर हल्का यार कहाँ घर आमा पनि एक्लै छन् आमा न सघा यताउता काम गर आमा हात एकै ठाउँ बसेर टोलाउने काम नगर के त मेरो भने मान त्यो बिना सकिन्न म फेरि एक दुई वर्षको लभ हो यार सकिन्न ए भाइ जति वर्षको लभ भए पनि केही हुन्न त्यहाँ त्यो कहीँ जान्न थाहा पाइ खालि त्यो आज हेर्न मात्र आयो बिहा थोडी न भने त्यहाँ त हेर्न मात्र आयो त्यो छोडिदियो अब त्यो नसोच न टेन्सन गर केही चिन्ता नमान त के कुरा छ ल्याखान तिमीहरूको किन यसो गर्छौ तिमीहरू के भए छैन खै के भयो भने कति केटी आउँछन् कति जागिरी लाग्यो है जागिरी पछाडि पानी कुमा यताउता घर हुने कति केटी पाउने केटीको लागि चिन्ता टेन्सन दिन्छ है म पनि होइन त्यही सम्झाउन लाउ यो भने नमान्ने केही पनि भने नमान्ने आफू नजान्ने अर्का पनि भने नमान्ने यति कति जिद्दी गर्न लाग्यो तिमीलाई केही थाहा छैन के भन्देऊ ए आमाले सही भन्यो आमाको कुरा सुन बुझ हल्का हुने पनि मान्नु पर्यो त कमसे कम यत्रो बाबुले यति सम्झाउन यति उ गर्दै तैँलाई त्यति केटीको पछाडि लाग्ने त जागिर लाग्न भोलिपछि कति केटी आउँछ कस्तै आउँछ हुने मान्नु पर्यो त अलि सम्झिनु कुमाउनु पर्यो पहिला कुमाएपछि त जहाँ पाटो पनि आउँछन् केटी
अनि त्यो त्यही कहाँ चिन्ताले उ गर्ने काममा जागिर सागिर त्यो खानको लागि फर्म भरिएको गरे उता भने उता खाने नखाने झन् बरालिने झन् एक त खुइआएको झन् खुइआएको होला त्यति टेन्सन मारिने एक दुई वर्षको ल भयो त्यो हेर्न खानुमै सक्दिनँ त्यो ल पनि कैथो दियो हामीलाई थाहा पनि छैन केही छैन हामी ल कैथो ल पढ्या कहिले लभ गरे पो थाहा हुन्छ हामी के ल हामी त त्यसै आयौँ हामी त लपै गरिदिन्छ सही भन्न लाग्ला सुन कुरा अनि बुझ्नु पनि पढ्यो मान्छेले सम्झाएर बुझ्नु पढ्यो पढ्ने बेला अनि अहिले जागिरी खाने बेला ठिक्क जागिरी लाग्यो मान्छे यताउता उतातिर प्रयास गर्नु पऱ्यो केही यताउता गर्नु पऱ्यो हुन्न के बिहाई गरे मैले जागिसकेँ के चाहियो केटीको लागि मर्ने होइन यस्तो नगर आमासँग हजुर नमस्ते नमस्ते हजुरका छोरी छ भनेर माग्न यहाँ आइसकेका छौँ हजुरका तर्फबाट के गर्नुहुने हो ब्याउले यही हो चित्त बुझ्छ बुझ्दैन अब त्यही कुरा छ अब केटाले अब केटी मन लागेको छ भनेर अब जेठोबाबुलाई लिएर आएको छ अब हामी पनि गाउँघरा हन्नुहोस् एकछिन त्यहाँ कुरा गरौँ भनिकन बोलाइकन ल्याए हुन् अब क्या छ हजुर हामीले कुरा दर्शाउने भने यही हो पढे लेखेको छ त्यो भए पनि आफ्नो गाउँघरको हो अब विचार गर्नुहोस् अब गाउँघरको कुरा आइजानु भयो अब म त नाइ बुझ्दिनँ केटो पनि राम्रै छ अब के गर्छ केटा जागिरी खागिरी छ कि अब मलाई त केटो मास्टर मन पर्यो अब म त दिन्छु अब केटी मन अब कस्तो हो सोध्न पर्यो अब एकछिन केटीलाई पनि सोध्नु पर्यो सोधिहाल्नु केटीले पनि बोलाउने सोधिहाल्नु त्यही भने अब म ल खोइ त छोरीलाई बोलाउनु न हामी पनि हेरौँ नानी चिया ल्याइकिन आ ब्याउला जेठा यहाँ ब्याउले हुनुभयो म ब्याउला ससुरा भएँ उहाँ ब्याउला दाई हुनुभयो उहाँ बाजे हुनुभयो उहाँ ब्याउलाका त्यही हुनाले अब परिचय अब घरको को छन् उहाँसँग पनि परिचय हामीले गर्नै पर्यो यो छोरीकी साथे यो भाउजी यो पल्लगराई भाउजी तिमी माइजू हुन् उठ्ने केटाले लैआउनु भयो रहेछ अब राखेल्नु पर्यो देश विदेश गएछन् आयो भने पछि अब सल्लाह गर्नु पर्ला अनि त्यही बेला होला कुरा अब क्या गर्नु अहिले त अहिले यस्तै राखेल छु अब पछि गरौँला कुरा
ल त अब बस्नु होला अब त्यो कुरा भयो भइगयो अब जो देश प्रदेशबाट जो गएका छन् आउनु नि तपाईँ घर आएको साँचो पाँचो गरिकन अब केटो पनि हेराल्यौँ अब केटी पनि हेरेले अब त्यहाँ भए पनि अब हामी अब आज लाग्छौँ अब पछि उताबाट आइसकेका देखौँ अनि खबर क्या हामी आफै पनि खबर गरौँला नत्र खबर गर्नु होला र दायाँ बायाँ छोरीलाई कहीँ जात नदिनु होला त्यस्तो छ यो झोला लैजानु यो छुच्ची सासू